अनि हामी चाहिँ फेरि पनि झापा लागिसकेको छौँ। अनि यहाँबाट अब हामी एकछिन टाइम लाग्छ तल झर्नुको लागि। हामी चाहिँ खानासाना खाएर हामी हिँडिसक्यौँ। आज छिटो छिटो हुँदैछ, जे हुन्छ छिटो छिटो हुँदैछौँ हामी, छिटो छिटो गर्दैछौँ। कति होइन जाडो खानु भनेर आएको, फेरि यहाँ त गर्मी नै सुरु भइसक्यो। धोन्द्रे डाँडा, के डाँडा अरे? धोन्द्रे। हामी धोन्द्रे गुफा आइपुग्यौँ। तपाईँहरूमा एउटा चिज देखाउँछु ल। यहाँनिर चाहिँ भिड छ ल। म चाहिँ डर पनि लाग्छ यस्तो छेउछेउतिर, बिकज मलाई हाइटदेखि डर लाग्छ। ढुङ्गा छ, ढुङ्गा एरियाहरू छ। डाँडामा रहेछ, गुफा रहेछ, त्यही भएर यसलाई नाम पनि धोन्द्रे गुफामा छौँ हामी। यहाँ तल चाहिँ पुल पनि रहेछ। यहाँनिर नेपालको सबभन्दा के अरे पूर्वपट्टिको उच्च स्थानमा भएको त्यो धोन्द्रे डाँडाको टपमा बसेर इन्जोय गरिरहेको छौँ। एकछिन त बस्नै पर्ने हुन्छ, किनभने अब यहाँबाट उँधो लागेपछि त पुरै गर्मी छ नि त। झापा सबै झापाहरू तल, सबै यो झापा एरियाहरू। सो गाइस टेक केयर, बाई बाई।